मैले यो क्विजको भिडियो बनाउन 5 दिन मात्र लागेको हो, तर यहाँ हामीले धेरै किसिमका इम्पोर्टेन्ट क्वेशनहरू रहेका छन्। विक्रमसम्म 2018 को जनगणना अनुसार नेपालको साक्षरता दर कति रहेको छ? अप्सन ए 69.5%, अप्सन बी 75.2%, अप्सन सी 76.2%, अप्सन डी 76.4%। यसको सही उत्तर रहेको छ अप्सन सी 76.2%। प्रश्न नम्बर 2, विश्वको सबभन्दा लामो देश कुन हो? अप्सन ए जापान, अप्सन बी दिल्ली, अप्सन सी भारत, अप्सन डी नेपाल। यसको सही उत्तर रहेको छ अप्सन बी चिल्ली। प्रश्न नम्बर 3, हाल 2025 मा च्याम्पियन ट्रफी जित्ने देश कुन हो? अप्सन ए साउथ अफ्रिका, अप्सन बी न्युजिल्यान्ड, अप्सन सी चीन, अप्सन डी भारत। यसको सही उत्तर रहेको छ अप्सन डी भारत। प्रश्न नम्बर 5, पोथी कोइलीलाई के भनिन्छ? अप्सन ए कादम्बरी, अप्सन बी कोइली, अप्सन सी कम्बेरी, अप्सन सी सारस। यसको सही उत्तर रहेको छ अप्सन ए कादम्बरी। प्रश्न 6, नेपालमा एसएलसी बोर्ड कहिले स्थापना भएको थियो? अप्सन ए सम्मत 1990, अप्सन बी विक्रम सम्मत 1910, सी विक्रम सम्मत 1920, अप्सन डी विक्रम सम्मत 1890। यसको सही उत्तर रहेको छ अप्सन बी विक्रम सम्मत 1910। प्रश्न 7, युट्युबको स्थापना कहिले भएको थियो? अप्सन ए सन् 1910 जनवरी 1, अप्सन बी सन् 1905 फेब्रुअरी 14, अप्सन सी सन् 1905 जनवरी 1, अप्सन डी सन् 1905 फेब्रुअरी 1। यसको सही उत्तर रहेको छ अप्सन बी सन् 1905 फेब्रुअरी 14। प्रश्न 8, नेपालका कतिवटा प्रदेशले चिल्ड्रेन छोएको छ? अप्सन ए एउटा, अप्सन बी 4वटा, अप्सन सी 3वटा, अप्सन डी 2वटा। यसको सही उत्तर रहेको छ अप्सन ए एउटा। प्रश्न 9, नेपालको सबभन्दा ठुलो रङ्गशाला कुन हो? अप्सन ए मोहनदास, अप्सन बी नागराज, अप्सन सी दशरथ, अप्सन डी पृथ्वीनारायण शाह। यसको सही उत्तर रहेको छ अप्सन सी दशरथ। प्रश्न 10, विश्वको कति प्रतिशत पानी नेपाली उपटेको छ? अप्सन ए 2.27, अप्सन बी 2.9%, अप्सन सी 3.09%, अप्सन 4.09%। को सही उत्तर रहेको छ अप्सन सी 3.09%। Thank you for watching my video. Like, comment and subscribe please.